भजन 17 निर्दोष मानिसको प्रार्थना। हे परमप्रभु, मेरो न्यायसङ्गत कुरा सुन्नुहोस्। मेरो पुकार प्रति ध्यान दिनुहोस्। मेरो निष्कपट मुखबाट निस्केको प्रार्थनामा कान थाप्नुहोस्। मेरो निर्दोषताको फैसला तपाईबाटै आओस्। जुन कुरा न्यायसङ्गत छन् ती कुरामाथि तपाईले दृष्टि दिनुहोस्। तपाईले मेरो हृदय जाँच्नु भएको छ। तपाईले मलाई रातको समयमा भेट्नु भएको छ। तपाईले मलाई जाँच्नु भयो तर केही पाप भेट्टाउनु भएन। मेरो मुखले कुनै अपराध गर्ने छैन भनी मैले निश्चय गरेको छु। मानिसहरूका कामको विषयमा हो भने तपाईका मुखको वचनद्वारा मैले आफूलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। मेरा पाइलालाई तपाईका मार्गमा स्थिर गराउनुहोस् र मेरा खुट्टा नचिप्लुन्। मैले तपाईलाई पुकारेको छु किनकि हे परमेश्वर, तपाईले मेरो पुकार सुन्नुहुनेछ। आफ्नो कान मतिर लगाउनुहोस् र मेरो कुरा सुन्नुहोस्। तपाईले आफ्नो अद्भुत करुणा देखाउनुहोस्। तपाईमाथि भरोसा राख्नेहरूलाई तिनीहरूका शत्रुहरूबाट तपाईको दाहिने हातले बचाउनुहोस्। आफ्नो आँखाको नानी झैं मलाई रक्षा गर्नुहोस्। तपाईका पखेटाको छाया मुनि मलाई लुकाउनुहोस्। ममाथि थिचो मिचो गर्ने दुष्टहरूबाट र मलाई घेर्ने मेरा घातक शत्रुहरूबाट बचाउनुहोस्। तिनीहरूका हृदय निर्दयी छन्। तिनीहरू आफ्नो मुखले घमण्ड साथ बोल्छन्। तिनीहरूले मलाई कदम कदममा घेरेका छन्। तिनीहरू मलाई जमिनमा पछार्न दाउ हेर्छन्। तिनीहरू आफ्नो शिकारको खोजी गर्ने सिंह र गुप्त स्थानमा ढुकी बस्ने जवान सिंह झै छन्। हे परमप्रभु, उठ्नुहोस्। तिनीहरूको सामना गर्नुहोस्। तिनीहरूलाई पछारी दिनुहोस् र आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्। हे परमप्रभु, तपाईको हातले यस संसारका मानिसहरूबाट बचाउनुहोस्, जसको भाग यस जीवनमा छ र जसको पेट तपाईले आफ्नो गुप्त धनले भर्नुहुन्छ। तिनीहरूका प्रशस्त सन्तान छन् अनि आफ्नो बाँकी सम्पत्ति आफ्ना सन्तानका निम्ति छोडी राख्छन्। तर म त धार्मिकतामा तपाईको मुहार हेर्नेछु। जब म बिउझन्छु तब तपाईको स्वरूपमा म सन्तुष्ट हुनेछु।